आदरणीय दर्शकबिन नमस्ते, स्वागत छ सबैजनालाई हाम्रो युनाइट युट्युब च्यानलमा। आज म फेरि नयाँ भिडियोको साथ हजुरको सामु उपस्थित भएको छु। आजको भिडियोमा हजुरहरूलाई एकदमै कम लगानीमा नेपालमै भैँसी पालन कसरी सञ्चालन गर्न सकिन्छ र हजुरलाई भैँसी पालनको बारेमा केही पनि जानकारी छैन भने यो भिडियोमा रहेर हजुरहरूलाई सम्पूर्ण जानकारी दिनेछु। र तपाई खाडीमा हुनुहुन्छ र उहाँ चाहिँ एकदमै गाह्रो भयो, म पनि नेपालमै आएर के गर्छु भन्ने सोचमा हुनुहुन्छ भने यो भिडियोले हजुरहरूलाई एकदमै मद्दत गर्नेछ र नेपालमै बसेर भैँसी पालनबाट राम्रो आम्दानी गर्न पनि एकदमै मद्दत गर्नेछ। र यति भन्दै म भिडियोलाई सिधै सुरु गर्न चाहन्छु। भैँसी पालन चाहिँ किन गर्ने? भैँसी पाल्नुको फाइदाहरू के छन् त? हामीले भैँसी पालनमा दुध बेचेर पैसा कमाउन सकिन्छ, घिउ दही पनिर बनाउन सकिन्छ र त्यसबाट पनि पैसा कमाउन सकिन्छ, गोबर मलबाट पैसा कमाउन सकिन्छ र पछि पाडापाडी ठुलो भइसकेपछि पनि तिनीहरूलाई बेचेर पनि पैसा कमाउन सकिन्छ। र अर्को कुरा चाहिँ भैँसी बुढो भइसकेपछि पनि भैँसीलाई चाहिँ बेचेर पनि हामीले चाहिँ केही पैसा पाइन्छ र चाहिँ फुल्ली लसबाट बच्न सकिन्छ। त्यही भएर चाहिँ भैँसी पाल्नु एकदमै फाइदाजनक छ। कुन जातको भैँसी पाल्ने त? कुन जातको भैँसी पाल्दाखेरि राम्रो आम्दानी गर्न सकिन्छ र राम्रो हुन्छन्? पहिलो छ मुर्रा भैँसी, जुनले चाहिँ दिनमा 10 देखि 15 लिटर दुध दिन्छ। र दोस्रो छ जफराबादी भैँसी, जुन चाहिँ ठुला पनि हुन्छन् र दुध पनि धेरै दिन्छन्। र तेस्रो छ मेहसाना भैँसी, जुन चाहिँ नेपालमा सजिलै पाल्न सकिन्छ। यो चाहिँ चिसो ठाउँमा चाहिँ अलि धेरै पाइने गरिन्छ र दुध पनि ठिकठिकै राम्ररी दिन्छ। र अर्को हुन्छ गाउँघरको स्थानीय भैँसी, जुनलाई चाहिँ राम्रो भैँसीसँग क्रस गराएर राम्रो उत्पादन पनि निकाल्न सकिन्छ। यिनमध्ये चाहिँ तपाईँलाई चाहिँ कुन भैँसी ठिक लाग्छ र कुन भैँसी पाल्नु भएको छ कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नु होला। अब चाहिँ नेक्स्ट पोइन्टतर्फ लागौँ। भैँसी पाल्नको लागि कस्तो ठाउँ हुनुपर्छ त? भैँसी पाल्नको लागि ठुलो सफा र हावा आउन सक्ने ठाउँ चाहिन्छ, जहाँ चाहिँ पानीको राम्रो व्यवस्था हुनुपर्छ, जस्तै इनार खोला वा बोर्डिङ छेउछाउमा हुनुपर्छ। यस्तो ठाउँमा भैँसीहरू स्वस्थ रहन्छन् र दुध पनि धेरै दिन्छन्। र चौथो पोइन्ट चाहिँ भैँसीको लागि सस्तोमा खोर कसरी बनाउने? भैँसीलाई राम्रोसँग राख्न खोर चाहिन्छ, तर महँगो खोर बनाउनु पर्दैन। बाँस टिन काठको प्रयोग गरेर सस्तो खोर बनाउन पनि सकिन्छ। हावा आउजाउ हुने गरी खोर बनाउनु पर्छ, ताकि भैँसीलाई गर्मी नलागोस्। माटोको भुइँमा पराल ओछ्याएर भैँसीलाई सफा र आरामदायी बनाउन सकिन्छ। र पाँचौं पोइन्ट चाहिँ सस्तोमा भैँसीले के खुवाउने त? भैँसीलाई राम्रो खाना खुवाए दुध पनि राम्रो दिन्छ। त्यसको लागि चाहिँ हरियो घाँस, पराल, मकैको पात र चापट मिसाएर दिन सकिन्छ। घरको जुठो मुठो खानाहरू, आलुको बोक्रा, दाल भातको झोल भैँसीले खुवाउन सकिन्छ। र घरमै घाँस रोपेर खर्च पनि कम गर्न सकिन्छ। यसरी चाहिँ राम्रो आम्दानी गर्न सकिन्छ भैँसी पालनबाट। र छठौं पोइन्ट चाहिँ भैँसीलाई स्वास्थ्य कसरी राख्ने? खोर सफा राख्नुपर्छ, हरेक दिन गोबर सफा गर्ने जरुरी हुन्छ र थुप्रै पानी दिनुपर्छ भैँसीलाई। भैँसीलाई धेरै पानी चाहिन्छ, सधैँ सफा पनि राख्नुपर्छ। र अर्को कुरा चाहिँ समय समयमा खोप लगाउने, पशु चिकित्सकहरूलाई देखाएर भैँसीलाई रोगबाट बचाउनुपर्छ। र यसरी चाहिँ भैँसीलाई स्वास्थ्य राखेर यसरी चाहिँ नेपालमा राम्रो आम्दानी गर्न सकिन्छ भैँसी पालनबाट। सातौं पोइन्ट चाहिँ भैँसीबाट राम्रो आम्दानी कसरी गर्न सकिन्छ त? पहिलो कुरा चाहिँ दुध बेचेर पैसा कमाउन सकिन्छ। तपाईँले भैँसी अनुसारको 10 देखि 15 लिटर 20 लिटर 30 लिटर दुध बेचेर पैसा कमाउन सक्नुहुन्छ। र अर्को कुरा घिउ पनिर दही बनाएर पनि बेच्न सकिन्छ। दुध सिधै बेच्नुभन्दा उत्पादन गरेर बेच्दा धेरै फाइदा हुन्छ। र गोबर ग्यास बनाएर पनि तपाईँले चाहिँ त्यही गोबर ग्यासबाट खानाहरू पकाउन सक्नुहुन्छ। र अर्को कुरा चाहिँ मलहरू बेचेर भैँसीको मल बेचेर पैसा कमाउन सक्नुहुन्छ। यसरी चाहिँ भैँसीबाट एकदमै राम्रो आम्दानी गर्न सक्नुहुन्छ। देशमा धेरै आम्दानी गरेर एकदम सन्तुष्टि र खुसी रहन सक्नुहुन्छ यही पोइन्टहरू फलो गरेर। तपाईँले चाहिँ अहिलेसम्म चाहिँ भिडियो कस्तो लागेको छ आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला र भिडियोलाई मन परेमा लाइक पनि गरिदिनु होला। र आठौं पोइन्ट चाहिँ दुध कसरी बेच्ने र कहाँ बेच्ने? भैँसी त पालियो, तर चाहिँ दुध कहाँ र कसरी बेच्ने त? दुध बेच्नको लागि सजिलो उपायहरू: घर घर डेलिभर गर्ने, छिमेकीहरूलाई दुध बेच्ने र दुध सहकारीमा पनि बेच्न सकिन्छ। तर चाहिँ सहकारीमा त्यति फाइदा हुन्न, सकेसम्म नबेच्नु होला। एकदम अप्सनै भएन भने चाहिँ सहकारीमा बेच्न सक्नुहुन्छ। र अर्को चाहिँ मिठाई वा चिया पसलेहरूलाई दिने, दुधबाट पनिर घिउ बनाउनु पनि सकिन्छ, त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ। र अर्को चाहिँ हजुरले चाहिँ डेरीमा गएर पनि बेच्न सक्नुहुन्छ। यसरी चाहिँ भैँसीबाट राम्रो आम्दानी गर्न सकिन्छ र देशमै एकदमै खुसी भएर अगाडि बढ्न सक्नुहुन्छ। र 9 पोइन्ट चाहिँ सरकारले दिने सहयोगहरू। यो चाहिँ ग्यारेन्टी हुन दिन्छ कि दिन्न, यो चाहिँ सरकारको मुड अनुसार हुन्छ र तपाईँ कहाँ बस्नुभएको छ, कतिको चिन्जान हुन्छ त्यसमा पनि डिपेन्ड गर्छ। यसमा चाहिँ डिपेन्ड नहुनु होला, त्यही पनि मैले राखिदिएको छु। मुख्य सहायताहरू के छन् त? सस्तो ब्याजमा ऋण दिन्छ, घाँस खेती गर्न अनुदानहरू दिन्छ, पशु बिमा सुविधाहरू दिन्छ,
र तालिमहरू पनि गराउँछ। बेला बेलामा तपाईँलाई चाहिँ कसरी भैँसी पालन गर्ने भन्ने कुरा चाहिँ तालिम दिन्छ भन्ने होइन, दिन सक्छ। यसमा चाहिँ तपाईँ डिपेन्ड नहुनु होला, त्यही पनि भनिदिएको छु। यदि तपाईँलाई सरकारको योजनाहरू बुझेर फाइदा लिनुहुन्छ भने भैँसी पालन सजिलो हुन्छ। भैँसी पालन गर्नको लागि चाहिँ सरकारले सहायता गर्छ जस्तो लाग्दैन, गर्यो भने चाहिँ तपाईँ एकदमै भाग्यमानी हुनुहुन्छ। यति नै भन्न चाहन्छु। र अन्त्यमा म यो भिडियोको निष्कर्ष बताउन गइरहेको छु। कम बजेटमा भैँसी पालन गर्न यी 7 कुराहरूको ध्यान दिनुपर्छ। पहिलो कुरा चाहिँ सही ठाउँ रोज्नुपर्छ। दोस्रो कुरा चाहिँ राम्रो नसलको भैँसी किन्न सक्नुपर्छ। तेस्रो कुरा चाहिँ सस्तोमा घाँस र परालको व्यवस्थापन गर्नुपर्छ। र चौथो कुरा चाहिँ सफाई र स्वास्थ्यमा नियमित जाँच गर्नुपर्छ। र भैँसीलाई चाहिँ हप्ताको 1 चोटि कि 2 चोटि त नुहाउनै पर्छ। र पाँचौं कुरा चाहिँ गोठ चाहिँ राम्रो हुनुपर्छ, जहाँ चाहिँ हावापानी छिर्न सकोस् र भैँसीलाई चाहिँ बस्न पनि एकदमै आरामदायी होस् र चाहिँ पराल बिछाएको हुनुपर्छ, बस्दाखेरि पनि सजिलो होस्। र छठौं कुरा चाहिँ बजार खोजेर दुध बेच्न सक्नुपर्छ। र लास्ट अन्तिम 7औं कुरा चाहिँ सरकारी योजनाको फाइदा उठाउन सक्नुपर्छ। तपाईँले सरकारी योजनाको फाइदा उठाउन सक्नुभयो भने तपाईँले चाहिँ भैँसी पालन गर्दा एकदम सहज हुन्छ र तपाईँले धेरै आम्दानी गर्न सक्नुहुन्छ र देशमै धेरै प्रगति गर्न सक्नुहुन्छ। र अन्त्यमा यो भिडियो हेरेर तपाईँलाई कस्तो लाग्यो? राम्रो लागेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। र यो भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा दिन नभुल्नु होला। यति भन्दै म भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।